अभियसली भइहाल्छ। डाउन ज्याकेटहरू हुनु परिहाल्यो, रेनकोटहरू हुनु परिहाल्यो होइन, सनग्लासेसहरू, सनक्रिमहरू, तपाईँको जुत्ता मोजादेखि लिएर अब लाइट प्याकिङ भन्छ, टाइट प्याकिङ भन्छ, त्यसको पनि स्मार्ट प्याकिङ भन्छ होइन। त्यसरी व्यवस्था गरेर बोक्ने हो। टी हाउस ट्रेकिङ भनेपछि होटलमा बस्ने, होटलमा खाने अनि हिँड्ने होइन। फेरि बिहान ब्रेकफास्ट गर्ने, झोलासोला प्याक गर्ने होइन। नर्मल त एउटा आफूले बोक्न सक्ने झोला बोके पनि भयो, अथवा अत्याधिक सामान चाहिएर बोक्ने, त्यही सुविधाअनुसार चल्ने भने पनि मान्छेहरूले अब मोटरहरू पनि लानुहुन्छ देशीहरूले, विदेशीहरूले। त्यो चाहिँ कस्तो केसमा भन्दाखेरि अलि धेरै सामानहरू भएको होइन। अब सामानहरू छोड्न नसक्ने, अब हुन्छ नि सीमित मात्राको सामान चाहिन्न। अब लामो ट्रेकिङमा त अलिकति चाहिन्छ, ट्रेकिङ कपडाहरू पनि चाहिन्छ। कति ठाउँहरूमा चाहिँ अब धोइहाल्यो भने नि नसुक्ने ठाउँहरू पनि हुन्छ, ट्रेकिङ रुटहरू पनि हेरेर पनि हुन्छ। अघि नै भनिहालेँ मैले कस्तो रिजनमा। मोनास्ट्री रिजन भनेको अलि लिटल बिट कोल्ड। अक्टोबरतिर जानुभयो भने चाहिँ अहिले तपाईँले पात्रोदेखि लिएर अलि पातलो विन्डप्रुफ अनि न्यानो हुने कपडा, थर्मल कपडाहरूदेखि लिएर अब सिम्पल थिन कपडाहरू पनि बोक्नुपर्ने हुन्छ होइन। त्यसरी व्यवस्थापन गरेर बोक्नुपर्ने हुन्छ। अब तपाईँ अन्नपूर्णतिर जानुहुन्छ भने नि सम्हाउ त्यस्तै हात हल्लाउँदै जान्छ गाइडहरूले गाडीबाट है। अनि तपाईँ एभरेस्टमा जानुहुन्छ भने होइन, अब विन्डप्रुफ विन्ड ज्याकेटहरू पनि इनर भएको, थर्मल भएको, ट्राउजर पनि चाहिहाल्यो, बाक्लो ट्राउजर पनि बोक्नु परिहाल्यो किनभने हाई अल्टिट्युड छ। अब कस्तो हुन्छ भने नि मान्छेहरूले कुन केसमा पोटर लानुहुन्छ भने नि आफू थोरै मात्रै झोला बोकेर हिँड्न सक्ने, धेरै हिँड्ने बानी नभएको गेस्टहरू पनि हुनुहुन्छ नि त, विदेशीहरू। अब उहाँहरू त बिलो सी लेभलमा पनि बस्नुहुन्छ, 1400-1500 मिटरमा बस्नुहुन्छ। हाम्रो 3000 मिटरको डाँडा देख्नुभयो भने हिमाल अर्जुन डिड यु सी द्याट माउन्टेन भनेर भन्छन् कि मलाई। अनि अरे मेरो आँखा के भयो भन्छु नि। एकचोटि मोनास्ट्री ट्रेकिङ जाँदाखेरि अर्जुन डिड यु सो द्याट माउन्टेन भनेर भन्यो होइन। आइम टकिङ एबाउट द्याट माउन्टेन भनेर भन्छन्। अनि मैले त माउन्टेनै देखेको छैन, के हो त अलिअलि टाढा चाहिँ अलिअलि हुस्सु धुवाँलो लागेको थियो के है। अनि त्यहाँदेखि अरे म त देखिनँ त, धुवाँलो पनि थियो पर त। अनि माउन्टेन हेर्छु, माउन्टेनै देख्दिनँ। अनि मैले त पोलराइज चस्मा लगाएको थिएँ कि ब्ल्याक चस्मा। अनि फेरि चस्मा खोलेर हेर्छु, मैले त माउन्टेनै देख्दिनँ। के भनेको रहेछ भनेको त धेरै ठुल्ठुलो डाँडाहरू हुँदैन। हाम्रो 3500 अब 3600-4000 मिटरको डाँडालाई पनि माउन्टेन भनिरहेको रहेछ। अनि मैले भनेको कि उनीहरूलाई ए तपाईँहरूको त्यस्तो सिस्टम रहेछ। मैले त हाम्रो नेपालमा त यो 4000-4500 होइन, 4500भन्दा माथिको अब हुन्छ नि डाँडाहरू, ठुल्ठुलो पाहाडहरू 4500देखि माथिको मात्रै हिँड्नु पनि जम्छ होइन। तपाईँ टाइम भयो भने हिँड्नु पनि पर्छ। त्यस्तो ठाउँलाई मात्रै त हामीले माउन्टेन भन्छौँ। अनि यो सानो यो हरियाली डाँडाहरू त त्यो जति नै अग्लो भए पनि हामीले त हिल्स पो भन्छौँ त भनेर बुझाइदिएको थिएँ मैले। बट तर सिस्टम अनुसार चाहिँ खै अब माउन्टेनै भन्नु रहेछ नि विदेशीले प्रायः जस्तो डाँडालाई पनि। हाम्रो लागि त अब 4000-4500-5000 मिटरको त के हिमाल भन्छौँ हो, हामीले भन्दैनौँ नि त गाइस। अनि हो त्यस्तो ठाउँहरूमा हिँड्दाखेरि अब कतिले चाहिँ के गर्नुहुन्छ भने नि क्यामेराम्यान हुन्छन्, कोही ट्राइपडहरू बोक्नु पर्ने हुन्छ, अब कोही एडिट गर्दै हिँड्ने मान्छेहरू हुनुहुन्छ, ल्यापटप दिनदिनै फोटो खिच्ने, एडिट गर्दै हाल्दै गर्ने हुन्छन्। उहाँहरूलाई पनि ग्याजेटहरू चाहिन्छ। अनि कति विदेशीहरू चाहिँ अब अल्टिट्युडमा तपाईँको 1 केजी त धेरै हुन्छ होइन, आधी केजी मात्रै भारी घटाइदियो भने नि हाई अल्टिट्युडमा कति धेरै भारी घट्यो जस्तो लाग्छ क्या। हाई अल्टिट्युडमा तपाईँको अब सास फेर्नु पनि गाह्रो हुन्छ होइन। अनि त्यही अनुसारले हिँड्नुपर्ने हुन्छ। अनि त्यही माथि झोला पनि हुन्छ विदेशीहरूको होइन। अब कतिले त प्याक गर्न जान्नु हुँदैन नि त, हामीले सिकाउँछौँ कि एकदम पर्फेक्ट प्याकिङ भन्छ त्यसलाई चाहिँ। अति आवश्यक सामान मात्र बोक्दै। तर हामी यात्रा गर्दा के गर्छौँ भने भयो सबै सामान इम्पोर्टेन्ट छ भन्छौँ, राख्छौँ। तर स्मार्ट प्याकिङ भनेको ट्रेकिङ रक साइडमा के हुन्छ भने नि तपाईँको अब अत्याधिक चिजहरू हुँदैन कि। तपाईँले चाहिने अब चिसो मौसममा जाँदैन भने क्लोथ्स 1 पेयर हो, सक्स 3 पेयरसम्म हो। 3 पेयरसम्म सक्स ठिकै हुन्छ होइन। अब तपाईँको एउटा थर्मल ट्राउजर, विन्ड प्रुफ होइन, ट्रेकिङ सुज भइहाल्यो। स्लिपर बोकिरहनु पर्दैन, होटलहरूमा पनि हुन्छ।
अब लाइट वेट छ भने बोके पनि फरक पर्दैन, तर नट नेसेसरी होइन। अब स्मार्ट प्याकिङै गर्नुहुन्छ भने स्लिपर बोक्दा पनि हुन्छ। अनि त्यसपछि मैले थर्मल ट्राउजर भनिहालेँ, लेगिन्स भनौँ न होइन, तपाईँको विन्डप्रुफ ट्राउजर हाफ पाइन्ट दुईवटा जति होइन। अनि त्यो हाफ पाइन्टमा एउटा फुल जोड्ने तल निदेखि जोड्ने भएको अर्को होइन, तपाईँको लेगिन्स एउटा मैले भनिहालेँ, हाफ पाइन्ट जोड्ने भएको भनिहालेँ होइन। अनि त्यसपछि तपाईँको अनि त्यो लाइट वेट खालको एउटा चाहिँ लाइट वेट खालको तपाईँको हाफ प्यान्ट भइहाल्यो। त्यसपछि विन्डप्रुफ ट्राउजर थर्मल भएको भए पनि हुन्छ, एउटा भयो होइन त, विन्डप्रुफ ट्राउजर एउटा भयो। त्यसपछि तपाईँको विन्डप्रुफ ज्याकेट एउटा हो, वाटरप्रुफ भए पनि केही फरक परेन, थर्मल भएको एउटा हो। त्यसपछि फुल स्लिभ टी सर्ट दुईवटा जति मात्रै बोक्नु होइन, फुल स्लिभ टी सर्ट दुईवटा, अनि हाफ टी सर्ट नर्मल टी सर्ट दुईवटा, थर्मलै भए पनि भयो, आउटडोर स्पोर्टको नभए पनि एउटा चाहिँ तपाईँको कटनको हुनु पऱ्यो होइन, प्योर कटनको, केही फरक परेन। त्यसपछि अर्को चाहिँ आउटडोर टी सर्ट दुईवटा टी सर्ट। त्यसपछि तपाईँलाई चाहिने के भयो, डाउन ज्याकेट चाहियो एउटा हो, अनि डाउन ज्याकेट, अनि त्यसपछि रेनकोट, त्यसपछि टोपी भयो भने हुन्छ, टोपी बोक्नुहोस् एउटा, तर विन्डसिल्ड भएको टोपी बोक्नु भएको छैन भने तपाईँको डाउन ज्याकेटमा हुनुपर्छ एउटा टोपी। त्यो टोपी बोके त्यो डाउन ज्याकेटमा भएको टोपी युज गर्दा पनि हुन्छ, किनभने जिप्परले निकाल्नु पनि हुन्छ। सनग्लास एउटा, ग्लोभ्स एउटा भनिहालेँ। अब सनस्क्रिन बोक्नुहोस् नेपालीहरूलाई, सनस्क्रिन बोक्नुपर्छ। अब नेपालीहरूको त कतिको बानी हुँदैन नि, म पनि ट्रेकिङमा अब कतिसम्म अब गाइड गर्दा पनि त्यो सनस्क्रिन चाहिँ मलाई त्यो च्यापच्याप मन नपर्ने कि युज गर्थेँ। तर सनस्क्रिन चाहिँ हामीले चाहिँ कस्तो बेला चाहिँ युज गर्थ्यो भने नि मैले अत्याधिक हिँड्नु भएको बेला तपाईँको अल रिफ्लेक्सन घामबाट पनि सनलाइट रेज आइरहेको हुन्छ तपाईँको होइन। अनि घामबाट पनि रेज आइरहेको हुन्छ, अनि हिउँहरूबाट पनि पुरै रिफ्लेक्सन हुन्छ कि त्यो रिफ्लेक्सन हुँदाखेरि चाहिँ गाला डढेर चिसो चाहिँ तातो चाहिँ एकैचोटि भएर होइन पत्र उक्किन्छ नि त हिउँमा हेर्दाखेरि त। अनि त्यही भएर सनस्क्रिन भयो, वाटर बोटल एउटा, अनि मोबाइल चार्जर मोबाइल होइन। अनि पावर ब्याङ्कहरू त प्रायः जस्तो गाइडले पनि बोकेको हुन्छ। अब स्मार्ट गाइडहरूले चाहिँ आफै बोकेर केसहरूलाई पनि दिन्छन्, अन्त गाइडहरूको कुरा गरेको। अनि के चाहियो हेर्नुहोस् भ्यू गाइस, वाउ वाट अ लभली भ्यू होइन। तपाईँलाई देखाइदिन्छु ल, अलि एकछिन रोकेर माथि रोकेर देखाइदिन्छु गाइजहरूलाई। हेर्नुहोस् भ्यू, नेपालको ब्युटी होइन, नेपालको ब्युटी हेर्नुहोस् गाइज। यसमा मलाई पनि एउटा भिडियो इन्क्लुड गर्न मन लाग्यो कि, इन्डिकेटर त बालिदेऊ न होइन गाइज। कुनै भिडियोमा इन्क्लुड हुन मन लाग्यो। हेलो नमस्ते एन्ड गुड मर्निङ फ्रम सिन्धुली। यो भ्यूसँगै मलाई पनि एउटा टेक लिन मन लाग्यो नि, त्यही भएर। आइछ अनि म के भन्दै थिएँ गाइस, राइड प्याकिङको बारेमा कुरा गर्दै थिएँ। अनि त्योभन्दा अगाडि चाहिँ क्याम्पिङ ट्रेकिङ र टी हाउस ट्रेकिङको बारेमा कुरा गर्दै थिएँ होइन। राइड प्याकिङ भनेको चाहिँ त्यस्तो हुन्छ क्या,
कस्तो हुन्छ साबुनहरू चाहिँ तपाईँको टुथब्रस त बोक्नै पऱ्यो, टुथपेस्ट पनि बोक्नु पऱ्यो होइन, त्यस्तो चिजहरूले नै हो कि। अनि हामी चाहिँ कपडा धुने साबुन पनि लुगा धुने साबुन पनि बोक्छ नि त, प्रायः जसो नुहाउने साबुनहरू पनि होटलमै हुन्छ हो। अनि सबै चिज होटलमै हुन्छ, मुख धुनहरूको लागि पनि सबै व्यवस्थितै हुन्छ होइन। अनि साबुन धेरै बोक्दाखेरि नै वेट हुन्छ। अब सानो स्टिकको परेको साबुन बोक्दा केही फरक परेन, तर टेन्सन लिनु पर्दैन, त्यो पनि सबै होटलमै व्यवस्थित हुन्छ। सुरुमा ट्रेकिङ जाँदाखेरि त मेरो ब्यागै 12-13 केजी भएको रहेछ कि गाइस। त्यही पनि एकदम लो ठाउँमा ट्रेकिङ गएको, लो ठाउँबाट सुरु हुन्छ ट्रेकिङ पोइन्ट चाहिँ। आरुघाटबाट सुरु हुन्छ गोर्खाको ट्रेकिङ। आरुघाट त जम्मा 700 मिटर 600 मिटर 700 मिटर रहेछ कि गाइस। आम्मा हो, म त गर्मी भएर हप भएर अनि झोलै फेरि 14 केजी भएछ क्या, 12-13 केजी। त्यो बेला थाहा थिएन, चप्पलदेखि लिएर जिन्स प्यान्टदेखि लिएर सब चिज बोकेको थिएँ नि मैले। त्यो बेला नलेज थिएन नि त। जिन्स प्यान्ट चाहिँ अलिक बोकिनँ होला, तर त्यस्तै ट्राउजर जस्तो पनि थियो जस्तो लाग्छ अहिले सम्झिँदाखेरि। अनि तपाईँको ब्यागै गरौँ होइन, दसैँको टाइम थियो। अनि ट्रेकिङ हिँड्दा अनि त्यहाँको मान्छेहरू त दसैँको टाइममा पुरा टिका लगाएर चाडपर्व मनाएर घरमा बसेको हुन्छ नि त, सबै फ्यामिली घरमै हुन्छन् होइन। अनि गोर्खा आरुघाट सोती खोला हुँदै हामी जाँदैथ्यौँ। अनि पुरा काठको पिङ लगाइरहेको रहेछ क्या त्यतादेखि चाहिँ, काठको पिङ लगाइरहेको रहेछ तपाईँको है। हेर्नुहोस् गाइस भ्यू। अनि दसैँको टाइममा कहाँ हिँडेको बाबु, घरको याद आउँदैन, आऊ खानेकुरा खाऊ भनेर भने कि वेट के भने होला जस्तो लाग्यो क्या मलाई। मलाई ठिकै भने होला जस्तो लाग्यो। अनि त्यसै दसैँको टाइममा एकछिन पज गर्छ है गाइस, म पनि ब्रेक लिनु पऱ्यो है। गढी डाँडा, सिन्धुलीगढी, भद्रकाली मन्दिर, गढी दरबार, वीर योद्धाहरू, कमलामाई मन्दिर, पौवागढी युद्ध सबै चाहिँ हाम्रो पहिला यो सिन्धुलीगढीसँग सम्बन्धित। अनि उता देख्न सक्नुहुन्छ स्ट्याचुहरू तपाईँहरूले।